अब भोट चाहिँ यस्तो छ कि भोट अब अहिले यसलाई दिने उसलाई दिने हाम्रो कुनै निर्णय छैन। अब यहाँ यसरी मतलब धुलो खाएर बसेको छ। यहाँको जुन खालको सिचुएसन छ, यहाँ न रोड छ, जसले रोड बनाइदिन्छ, जसले पहिला बाटो बनाउँछ, जसले राम्रो काम गरेर देखाउँछ, हामी बस त्यसैलाई दिने। আমি ভোট যোনে আশাটো ভাল কৰে তাকে ভোট দিম বুলি ভাবি আছো। अब यो देउसिरेमा आजभन्दा धेरै दिन अघिदेखि अहिले ल्याएर यो भुटानबाट ल्याएर माटो हाल्यो। यो बलुवा हालेको दिनदेखि हाम्रो यो बाटोमा हिँड्न एकदम नाजुक भइरहेछ। कि यहाँबाट केटाकेटी स्कुल जाने आउने धेरै बजार दोकान यहाँ हामीलाई धेरै असुविधा परेको छ। बाटो नबनिए पनि कमसेकम यहाँ मतलब पानी लाउनेको व्यवस्था भइदियोस्। देउसिरे एरिया यो मतलब 2 किलोमिटर जुन छ यहाँ चाहिँ यहाँ आउने जाने स्टुडेन्ट केटाकेटीको बहुतै दिक्कत छ। दोकानी अब यहाँ दोकान बन्द गर्नु मतलब बेला भएको छैन। अब दोकानमा बेच्न राखो त्यो सामान सबै धुलाले सकिएको छ र यहाँ मान्छे आदान प्रदान गर्ने मान्छे धेरै कम्ती भइसकेका छन्। त्यो बाटोमा हिँडिसक्नु छैन र यो मतलब बाटो रोड नबनिए पनि मतलब पानीको कुनै एउटा त्यस्तो खालको व्यवस्था होस् कि छिटोभन्दा छिटो यो मतलब धेरै रोग आइसक्यो क्या मान्छेलाई। यहाँ एकदम रोग लागिसक्यो। यो त घर 100-150 मिटर परसम्म अब घर कसैको पनि राम्रो छैन कि सबैको घर धुलोले अहिले हेर्दा हुन्छ प्रायकै घर धुलोले छोपिरहेछ। त्यस्तो भित्र खाना बनाएर खाँदा पनि अब यो बलुवा खानु परेको छ बाटाको। अब अब दोकानमा मिठाई खाने त तपाईँ कुरै छोडिदिनुहोस्। अब यहाँ गएर के खाने, केही गएर खाइसक्नु ऊ दोकानै बन्द भइसक्यो। अब सबको झाप लगाइसक्यो। कोही आएर बाहिर बसेर खाने मतलब स्थिति नै छैन। त्यो खालको स्थिति भइरहेछ र अब अर्थक नभए पनि यो पानीको व्यवस्था चाहिँ छिटोभन्दा छिटो भइदियोस् भन्दै मेरो चाहिँ भन्ने अब यति नै। अब सरकारलाई त अनुरोध यही छ। अब हाम्रो त मतलब भरिसके त रोडै बनिदिए हुन्थ्यो। अब कुनै पनि सरकार आओस्, चाहे युपिपिएलै होस्, चाहे बिपिएफै होस्, चाहे कुनै बिजेपी नै होस्, जसले चलाए पनि मतलब सबैभन्दा पहिला चाहिँ हाम्रो रोड बनियोस्। अब मेरो तर्फबाट भयो, हाम्रो गाउँको तर्फबाट चाहिँ यही छ। सबैभन्दा अगाडि देख्नु भएको छ एउटा गाडी आउँदाखेरि मान्छे यो बाटोमा नबसेर जङ्गलतिर कुद्नुपर्छ। त्यो स्थिति भएको छ र यो सबैभन्दा अगाडि चाहिँ रोडै बनियोस्। म चाहिँ अर्थ घर बनिनु के बनिनु भन्दा पनि रोड बनिए सबैभन्दा छिटो चाहिँ हामीलाई यही नै चाहिएको छ। अब भोट चाहिँ यस्तो छ कि भोट अब अहिले यसलाई दिने उसलाई दिने हाम्रो कुनै निर्णय छैन। अब यहाँ यसरी मतलब धुलो खाएर बसेको छ। यहाँको जुन खालको सिचुएसन छ, यहाँ न रोड छ, जसले रोड बनाइदिन्छ, जसले पहिला बाटो बनाउँछ, जसले राम्रो काम गरेर देखाउँछ, हामी बस त्यसैलाई दिने। अब त्यसैलाई दिने। यो पार्टी ऊ पार्टी भन्ने हामी पार्टी पनि भन्दैनौँ। किनभने काम गरेर देखाओस्, जसले राम्रो गर्छ उसैलाई भोट दिइन्छ।